करोडौं कस्तुरी जो आफ्नो जीवनको सुगन्ध थाहा नपाउँदै मरे। करोडौं कस्तुरी जो आफ्नो जीवनको सुगन्ध थाहा नपाएर बाँचिरहेछन्। करोडौं कस्तुरी जो आफ्नो जीवनको सुगन्ध थाहा पाए तर निष्क्रिय जीवन बाँचिरहेछन्। केही कस्तुरी जसले आफ्नो जीवनको सुगन्ध बेलैमा थाहा पाएर त्यसलाई व्यवहारमा ल्याए। उनीहरूकै सोच र सृजना, विचार र आविष्कारकले नै सम्पूर्ण मानिसलाई चलाइरहेको छ। मानिस त्यस्तो कस्तुरी हो जसले आफ्नो जीवनको सुगन्ध थाहा पाउने क्षमता राख्छ। भोगोले रुनु, सोगोले रुनु, दुःखले रुनु, बाआमाको गाली अनि पिटाइले रुनु, शिक्षकले दिएको सजायले रुनु र कथा कविताको संवेदनाले पग्लिएर रुनुमा कति फरक हुँदो रहेछ, जुन मैले पहिलो पटक महसुस गर्दै थिएँ। ती फरक आँसुहरूलाई पनि रगतलाई झैँ परिणत गर्न सक्ने हो भने त्यहाँभित्र के देखिन्थ्यो होला। कस्तुरी अर्थात् मृगको नाभिमा रहेको सुगन्ध, जुन मृगले बाहिरी संसारमा खोज्छ तर त्यो सुगन्ध उसैभित्र हुन्छ। उपन्यासको शीर्षक यही प्रतीकमा आधारित छ, जसले देखाउँछ कि मानिसले आफ्नो वास्तविक प्रतिभा र रुचि बाहिर संसारमा खोज्छन् तर त्यो उनीभित्रै लुकेको हुन्छ। उपन्यासले पाठकलाई आफ्नो भित्री आवाज सुन्न र आत्मचिन्तन गर्न प्रेरित गर्छ। उपन्यासको प्रमुख पात्र हरिवंश आचार्य हुन्, तर यो वास्तविक कलाकार हरिवंश आचार्यको जीवनी होइन। उपन्यासमा देखिएका हरिवंश एक काल्पनिक पात्र हुन् जसले बाल्यकालदेखि नै अभिनय र हास्यमा रुचि राख्छन्, तर पारिवारिक दबाव र समाजको अपेक्षाले उनलाई डाक्टर बन्ने बाटोमा डोर्याउँछ। उनले आफ्नो रुचि र प्रतिभालाई थिचेर अरूको सपना पुरा गर्न खोज्दा जीवनमा असन्तुष्टि र पीडामा फस्छन्। अन्ततः उनले आत्महत्या गर्ने निर्णय लिन्छन्, तर लेखकसँगको संवादपछि उनी आफ्नो जीवन, वास्तविक पहिचान र उद्देश्य फेला पार्छन्। करोडौं कस्तुरी एक गहिरो र चिन्तनशील उपन्यास हो। यसले पाठकलाई आफ्नो जीवनको उद्देश्य र वास्तविक रुचिको खोजी गर्न प्रेरित गर्छ। अमर न्यौपानेको उत्कृष्ट लेखन शैली र दार्शनिक दृष्टिकोणले यो कृति नेपाली साहित्यमा एक महत्त्वपूर्ण स्थानमा रहेको छ। यदि तपाईँ आत्मचिन्तन, जीवनको उद्देश्य र समाजको अपेक्षाबीचको द्वन्द्वमा रुचि राख्नुहुन्छ भने करोडौं कस्तुरी पढ्न योग्य पुस्तक हो।